भक्तपुर अरनिको हाइवे नजिकै रहेको एकदमै सस्तो मूल्यमा यो घर तुरुन्त बिक्रीमा आएको छ। दर्शकवृन्द कोही इच्छुक हुनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोला। घरको मूल्य जम्मा 1,90,00,000 हो। घर पुरै भाडामा दिन मिल्ने खालको रहेको छ र भिडियो छोटो अनि मिठो छ। दर्शकवृन्द घरको भित्रदेखि बाहिरसम्म के कस्तो रहेको छ मोटामोटी सबै जानकारी सहित तपाईँलाई भिडियो देखाउनेछु। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला है। दर्शकवृन्द भिडियोमा देख्नु भएको यो बाटो चाहिँ उपत्यकाबाट पूर्वतर्फ जाने मेन अरनिको राजमार्ग हो। यही राजमार्गबाट 1 किताभित्र मात्र यो 20 फिट बाटोमा पूर्व मोडा फर्केको ठाउँमा करिब 3.5 आना क्षेत्रफल जग्गामा निर्माण रहेको करिब यो 4.5 तल्ला घर तुरुन्त बिक्रीमा आएको छ। घरको मूल्य चाहिँ एकदमै मिलाएर आएको छ। भक्तपुर अरनिको हाइवे नजिकै कमर्सियल घर खोजिरहनु भएको छ भने पनि यो भिडियो तपाईँलाई उपयुक्त हुन सक्छ। कृपया छोटो अनि मिठो छ, अन्तिमसम्म हेरिदिनु होला र तपाईँलाई मनमा लागेको प्रतिक्रिया सल्लाह सुझावहरू केही छन् भने पनि कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। यही घर हो बिक्रीमा आएको दर्शकवृन्द। घरको करेक्ट लोकेसन चाहिँ भक्तपुर मिलनचोक देउजा टोल जाने मुख्य मेन बाटोमै पर्दछ। फ्लाइट सिस्टमको घर हो दर्शकवृन्द। प्रत्येक तल्लामा 3वटा कोठा र बाथरुम सहित रहेको छ। दर्शकवृन्द कोही इच्छुक हुनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोला। भिडियो छोटो अनि मिठो छ। कृपया मनपर्छ भने लाइक सेयर कमेन्ट पनि गर्न नभुल्नुहोला भन्दै छोटो भिडियो तपाईँहरूमा छोड्दै भिडियो अन्तिमसम्म हेरिदिनुहोला। घरको भित्रदेखि माथिसम्म के कस्तो रहेको छ तपाईँलाई सबै भिडियोमा छाड्दै आजलाई बिदा हुन चाहन्छु। धन्यवाद। को छोरा खोज्छन् मामिला त मनको हो, तर पैसा कै कुरा गर्छन्। के गर्नु हजुर मनले मन पराए पनि धनले बाटो छेक्ने भाग्यले किन यस्तो परीक्षा लेख्ने। बिहान साया जहेरिरहन्छु, चाहना त यही हो तिम्रो हातसम्म